नमस्कार। हेलो गुड मर्निङ गाइजहरु। आज चाहिँ म गाउँघरको मिनी ब्लग लिएर उपस्थित भएको छु। यता कालिका गाउँपालिका वडा नम्बर 1 पलेप गाउँको कुटुम्चो टोल अन्तर्गत कुटुम्चोदेखि तल ब्रङ्गाङसम्मको यो दृश्यहरू म देखाउन गइरहेको छु। हाम्रो गाउँघरतिर कुखुरा पाल्ने, हाँस पाल्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने गर्नुहुन्छ हाम्रा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले। अनि साथमा फेरि तरकारी खेती पनि गर्नुहुन्छ। यता हेर्नु त प्याज, लसुन एकदम राम्रो छ। एकदम हरियाली ठाउँ छ गाइजहरु। प्याज जति पनि फल्छ हाम्रो पलेपमा। हजुरहरुलाई प्याज चाहिन्छ भने भन्नु होला है त। अनि त्यसपछि हामी जाँदै छौं बेसीतिर। यता चाहिँ सिस्नु हजुरलाई मन पर्छ कि नाइ? सिस्नु मन पर्छ भने लेख्नु होला। यता सम्धीले हाई गर्नुभयो। हाम्रो मेमे गाइला, मेरो आदरणीय मेमे गाइला निकै रमाइलो गर्नुहुन्छ। त्यसपछि हामी गयौं मकै गोड्नलाई। हाम्रो मेमेहरु, आमाहरु, दिदीहरु सबैजना। यता रमाइलो ठाउँ छ। तपाईहरु पनि घुम्न आउनु होला है। बाटो अहिले गोरेटो बाटो चाहिँ पुरै ढलान